नमस्कार। लोकसेवा तथा शिक्षक सेवा आयोगका विभिन्न तहका परीक्षाहरूको तयारी गरेर बस्नुभएका सम्पूर्ण साथीहरूका लागि समसामयिक घटनाक्रमहरूबाट केही जानकारीहरू लिएर आजको भिडियोमा फेरि उपस्थित भएको छु। आजको लागि पहिलो जानकारी रहेको छ भ्रष्टाचार अवधारणा सूचकाङ्क 2025। 2025 को प्रतिवेदन भर्खरै मात्रै सार्वजनिक भएको छ। भ्रष्टाचार अवधारणा सूचकाङ्क यसमा नेपालको स्थान 109 स्थान भएको छ र जम्मा 182 देशमा 109 स्थानमा नेपाल परेको छ। यो सूचकाङ्क प्रकाशन गर्ने संस्था रहेको छ ट्रान्सपरेन्सी इन्टरनेसनल, जो चाहिँ भ्रष्टाचार न्यूनीकरण सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो र यसले यो प्रतिवेदन सन् 2026 को फेब्रुअरी 10 मा प्रकाशन गरेको हो। नेपालले यो वर्ष 34 अङ्क प्राप्त गरेको छ र अघिल्लो वर्ष पनि 2024 मा पनि नेपालले 34 अङ्क नै प्राप्त गरेको थियो, तर अघिल्लो वर्ष 2024 मा नेपाल 107औं स्थानमा रहेको थियो। अहिले भने 109 स्थानमा पुगेको छ, 2 स्थान तल झरेको छ। सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकहरूमा डेनमार्क 89 अङ्क प्राप्त गरेको छ, फिनल्यान्ड 88 अङ्क, सिङ्गापुर 84 अङ्क, न्युजिल्यान्ड 81 अङ्क, नर्वे 81 अङ्कका साथ कम भ्रष्टाचार हुनेहरूमा शीर्ष 5 मुलुक बनेका छन्। यस्तै गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरूमा 5 मुलुकहरूमा साउथ सुडान, सोमालिया, भेनेजुएला, यमन र लिबिया रहेका छन्। त्यस्तै सार्क राष्ट्रको अवस्था हेर्दा सबैभन्दा माथि भुटान रहेको छ 18औं स्थानमा, भारत 91औं स्थानमा, मालदिप्स पनि 91औं स्थानमा, श्रीलङ्का 107 र नेपाल 109 स्थानमा छ भने नेपालभन्दा पछाडि पाकिस्तान 136 स्थान, बङ्गलादेश 150औं स्थान र अफगानिस्तान 169औं स्थानमा रहेको छ। त्यस्तै अर्को जानकारी छ विश्वको सबैभन्दा धनी व्यक्तिमा अहिले एलन मस्क आएका छन्। एलन मस्कको कुल सम्पत्ति $850 बिलियन रहेको छ। अमेरिकाको फोर्ब्स पत्रिका अनुसार यो तथ्याङ्क सार्वजनिक भएको हो। त्यस्तै अर्को जानकारी छ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार 2025 को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जोएल मोकिर नेदरल्यान्ड्सका वैज्ञानिक, त्यस्तै गरेर फिलिप अगियन फ्रान्सका वैज्ञानिक र पिटर होबिट क्यानाडाका वैज्ञानिक गरी 3 जनाले संयुक्त रूपमा जितेका छन्। जोएल मोकिर नेदरल्यान्ड, फिलिप अगियन फ्रान्स र पिटर होबिट क्यानाडा। अर्को जानकारी छ ग्लोबल एआई एडप्सन इन 2025 अ वाइडनिङ डिजिटल डिभाइड नामक प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र टुल प्रयोग गर्ने गरेका छन्। यो चाहिँ एआईसँग सम्बन्धित कुरा तथ्याङ्क रहेको छ र नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र टुलहरू प्रयोग गर्ने गरेका छन् भन्ने प्रश्न छ। यसको उत्तर छ 13%। प्रतिवेदन अनुसार एआई डिफ्युजन अर्थात् एआई प्रयोगको विश्वव्यापी विस्तारमा 147 देशमध्ये नेपाल 76औं स्थानमा रहेको छ। संयुक्त अरब इमिरेट्स UAE एआई प्रयोगमा विश्वकै अग्रस्थानमा रहेको छ र सूचीमा भारत 64औं स्थान र चीन 61औं स्थानमा रहेका छन्। त्यस्तै गरेर दक्षिण एसियाली देशमध्ये भुटान र मालदिप्स भने सूचीमा छैनन्। त्यस्तै अर्को जानकारी छ नेपाल बहुसूचक सर्वेक्षण 2024-25। नेपाल बहुसूचक सर्वेक्षण 2024-25 अनुसार नेपालमा इन्टरनेटको पहुँच पुगेको घरधुरी प्रतिशत 82% रहेको छ। त्यस्तै नेपाल बहुसूचक सर्वेक्षण 2024-25 सार्वजनिक भएको मिति 2082 माघको 26 गते रहेको छ। यो सर्वेक्षण सार्वजनिक गर्ने कार्यालयमा राष्ट्रिय तथ्याङ्क कार्यालय रहेको छ। त्यस्तै गरेर स्मार्टफोनमा पहुँच घरधुरी सङ्ख्या प्रतिशत 85.1% रहेको छ। इन्टरनेटमा पहुँच 82% र स्मार्टफोनमा भने 85.1% रहेको छ। व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर, डेस्कटप, ल्यापटप, ट्याब्लेटको स्वामित्व भने 16.8% मा मात्रै सीमित रहेको छ। स्प्रेडसिट अर्थात् एक्सलमा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसङ्ख्या 10.2%। त्यस्तै कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसङ्ख्या 3.1%।
र डकुमेन्ट वा डिभाइस बीच तथ्याङ्क वा सामग्री कपी पेस्ट गर्न सक्ने जनसङ्ख्या 24.2% रहेका छन्। त्यस्तै पेनड्राइभ, क्यामेरा वा प्रिन्टर जस्ता डिभाइस जडान गर्न जान्नेहरू 9.3% छन् भने इलेक्ट्रोनिक प्रेजेन्टेसन बनाउन जान्नेहरूको हिस्सा 17.6% रहेका छन्। अब अर्को जानकारी, आर्थिक सर्वेक्षण 2081-82। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या 96.85% रहेको छन्। खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या 96.85%। त्यस्तै सुरक्षित खानेपानी, उच्च मध्यम स्तरको खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या 28.50% छ। 28.50%। त्यस्तै गरेर प्रति व्यक्ति रुख सङ्ख्या 111 रहेको छ भने प्रति व्यक्ति वन क्षेत्र 0.2 हेक्टर रहेको छ। त्यस्तै अर्को जानकारी छ, विलियम एन्डर्सको निधन भएको छ। विलियम एन्डर्सको निधन कहिले भएको हो? सन् 2024 को जुन 7 तारिखमा। सन् 2024 को जुन 7 तारिखमा निधन भएको छ। र उनी को हुन्? उनी अन्तरिक्षबाट ऐतिहासिक अर्थराइज फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री हुन्। उनी अन्तरिक्षबाट ऐतिहासिक अर्थराइज फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री हुन्। त्यस्तै नागरिक घरधुरी बिमा कार्यक्रम सुरु गरेको छ। नागरिक घरधुरी बिमा कार्यक्रम सुरु गर्ने प्रदेश रहेको छ मध्य प्रदेश सरकारले यो योजना सुरु गरेको छ। कहिलेदेखि? विक्रम सम्वत 2082 साउन 1 गतेदेखि। 2082 साउन 1 गतेदेखि यो कार्यक्रम सुरु भइसकेको छ। त्यस्तै अर्को जानकारी छ राष्ट्रिय झण्डा दिवसको। राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ? यो पुसको 1 गते। पुसको 1 गते राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ। र यसपटकको 2082 को राष्ट्रिय झण्डा दिवस 8औं राष्ट्रिय झण्डा दिवस रहेको छ। र यो दिवस 2075 देखि मनाउन थालिएको हो भने सन् 1962 डिसेम्बर 16 अर्थात् 2019 पुसको 1 गते संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको छ। अब अर्को जानकारी, उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको पछिल्लो सदस्यमा कुन राष्ट्र छ भन्ने कुरा। उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको पछिल्लो सदस्यमा स्विडेन रहेको छ। स्विडेन 32औं सदस्य राष्ट्र बनेको छ र हाल नेटोमा जम्मा 32 सदस्य राष्ट्र पुगेको छ। र स्विडेन सदस्य बनेको मिति सन् 2024 को मार्च 7 मा रहेको छ। सन् 2024 को मार्च 7 मा स्विडेन नेटोको 32औं सदस्य भएको छ। त्यस्तै अर्को जानकारी, बैंक अफ द इयर 2025 को उपाधि नेपाली बैंकले प्राप्त गरेको छ। बैंक अफ द इयर 2025 बाट सम्मानित हुने नेपाली बैंक सिटिजन बैंक इन्टरनेसनल लिमिटेड रहेको छ। आयोजक द फाइनान्सियल टाइम्स रहेको छ। बेलायतको द फाइनान्सियल टाइम्सले यो अवार्ड प्रदान गर्ने गर्छ र यो अवार्ड सन् 2025 को डिसेम्बर 3 मा प्रदान गरेको हो। 2024 को बैंक अफ द इयरमा पनि सिटिजन्स बैंक भएको थियो। यो उपाधि प्राप्त गरेको थियो। यसले लगातार 2 पटक यो उपाधि प्राप्त गरेको छ। हवस् त, यस्तै जानकारीको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। बाँकी जानकारीहरू लिएर अर्को भिडियोमा फेरि उपस्थित हुनेछु। नमस्कार।